भारी उठाउनु पनि सहारा चाहिन्छ। मलाई भारी उठाउन हैन बिसाउन मन छ। हाई गाइज वेलकम टु माई युट्युब च्यानल कमल69। सो गाइज म चाहिँ एउटा आज फेरि मैजार मुभीको ट्रेलर लिएर आएको छु। सँगै बसेर हेरौँ। मैले चाहिँ किन अलिकति क्लिप हेरेको थिएँ। दयाङ राई, मेरुना मगर, धीरज मगर होइन, एकदम राम्रो राम्रो कलाकारहरू छ। विल्सन विक्रम राई। सो ढिलो नगरौँ, हेरिहालौँ है त गाइज। ओके, OSR Digital, entertaining the nation. खाना खाँदै रियाक्सन भिडियो गर्दैछ गाइज। बलियाङ, तँलाई थाहा छ मन कति बेला दुख्छ सिक्किमको होला जब आफ्नो मनको बह पुग्ने ठाउँ हुँदैन। आफ्नो वरिपरि धेरै मान्छे हुन्छ तर मनको कुरा बुझ्ने कोही हुँदैन। तँलाई यो दाउराको पैसा लिन कसले पठायो? हे हामी त्यसै आएका हैनौ, हे बलि महाराजको हुकुम हुँदा। के सारा हात कामेको हौ? बिरालो मारेर हो? मायाले माया मारे नि हौ। मायाले माया मारे नि हो। सिम्मा जस्ती राम्री केटी पाइँदैन नि हौ। तँ यो बाटो आउँछस् भनेर पर्खिएको कति दिन भइसक्यो। अचानक भेटेको केटीहरूसँग बोल्ने बानी छैन, चोरेल पनि हुन सक्छ। तँलाई यो गलबन्दी कति स्वाङ छ नि, किन नलाइराखेको? राम्रो चिजहरू बाहिर देखाउनु हुँदैन, आमा आँखा लाग्न सक्छ। नाम मात्रै भाग्यबाट हुँदैन रहेछ हौ मिटा। यहाँ खप्परानी भाग्यमानी भनेर लेखेर आएको हुनुपर्दो रहेछ क्या। सिद्धान्त बोकेको फौजी हो। पहिला लभ गर्ने पछि सब गर्ने। अनि लभ विल्सन चाहिँ विक्रम कम राईलाई हाँस्नु मेरो पर्यो। उमेरै कितना भएको छ र। हिन्दुस्तानको सुपरस्टार हिरो सलमान खान भन्दा 2-4 साल कमै छु त। सलमान खान भन्दा भन्दै उमेर चाहिँ कादर खानको भइसक्यो। हो यो साइडको बेला इन्दा कुसाइड बनाउने जाठा। नाम मात्र एलम्बर राजाको राखेर हुँदैन। राजाको जीवन बाँच्न रानी पनि चाहिन्छ। राजा बन्न रानी होइन राज्य चाहिन्छ। रानीले त जिन्दगी खरानी बनाइन्छ। यद्रा रानी के रे म्याथ चिथर्ने तँलाई याद छ हामीले त्यो गजरमुखी मेलामा वकम्यान किनेथ्यो नि, अझै चल्दैछ नि। चल्ने भनेकै ठुलो बडाको, हामी जस्तो सानोहरूको त लथालिङ्गै हुन्छ। निकै इमोसन छ जस्तो यार फिल्म। सुरुवात पो मिठो, मैजारो के मिठो। ओइ बलि, हो चाहिँ को त मेरो भन् त? भित्रीको शराब लागेछ हौ। सिक्किमतिर जस्तो देखिन्छ के अब गएको छैन। भारी उठाउनु पनि सहारा चाहिन्छ। मलाई भारी उठाउन हैन बिसाउन मन छ। एकचोटि मनदेखि नै नाम्लो लाएर त हेर, भारीले नै सजिलो गरिदिन्छ कि। दाउरा काट्दा काट्दा तेरो मुटु पनि दाउरा जस्तो भइसकेछ। सन्तानको लागि भनेर तिमी शिर नझुकाऊ आमा, मेरो शिर ढल्छ। मिजुलाई माफ गरिदिए। ल है आदङवासी, अब हजुरहरूको वचनलाई पनि हामीले हार्न सकेनौँ। त्यसैले गर्दा आजैदेखि कुटुम्बा बन्ने मन्जुर गर्यो है सेवारो। बाटो हराएको भरिया जस्तै भएको छु। यो भारी कहाँ गएर बिसाउने होला? एउटा लाउरे छुट्टी आउने, अर्कोको माया मैझारो बनाउने। सेवारो आइयो पो। ओ माई गड मलाई चाहिँ खत्रै लाग्यो है। अब धीरज मगरको इमोसन पनि छ होइन, मेरुना मगरको पनि, अनि लाउरे भनेर, अनि त्यसपछि विल्सन विक्रम राईले हँसाउने होइन। विल्सन विक्रम चाहिँ के अरे राई चाहिँ टक्ने बुढा भन्छ नि होइन, उहाँ चाहिँ इन्डियन लाउरे बनेर के भन्छ एकदम रोमान्टिक रहेछ गाइज होइन। मलाई चाहिँ बब्बाल लाग्यो। सो गाइज तपाईँहरूलाई कस्तो लाग्यो होइन कमेन्ट गर्नुहोस्, अनि मेरो च्यानललाई बुम बाम सब्सक्राइब गर्नु गाइज। ओके, अब ढिलो नगरौँ।
फेरि अर्को भिडियोमा भेटौँला। ओके गाइस, त्यतिको लागिसम्म बाई बाई है त।